बिना तेल र थोरै मरमसलामा रेडी हुने हरियो काँक्रोको अचार बनाऊ है त आज। सबैभन्दा पहिले त कलिलो काँक्रोलाई लामो चिरा पारेर काट्ने अनि एउटा भाँडामा 2 कप पानी र 1 टेबलस्पुन नुन हालेर मज्जाले घोल्ने अनि साइडमा राख्ने। अब सफा सिसाको जारमा अलिकति मरिच, रायोको गेडा, सौंफ, बेसार र काटेको हरियो खोर्सानी राख्ने अनि काटेको काँक्रो, तेजपत्ता, लसुन र मिठो बास्नाको लागि सुपको साग पनि राख्ने। लास्टमा चाहिँ अघि नुन घोलेको पानी राख्ने, सबै काँक्रो डुब्ने गरी तर माथि अलिकति ग्याप पनि राख्ने। यो फर्मेन्ट हुँदा उम्लिन सक्छ अनि यो माथि तैरिएको बियाहरूलाई चाहिँ निकालेर फाल्नुपर्छ, नत्र ढुसी लाग्न सक्छ। अब यसलाई सफा कपडाले छोपेर या बिर्को टाइट नगरी ढ्याप्पा मात्र लाएर 3 देखि 4 दिनको लागि फर्मेन्ट हुन छोडिदिने। यो काँक्रो पानी माथि उत्रिन थाल्यो भने चाहिँ थिचेर राख्नुपर्छ। मैले चाहिँ पार्चमेन्ट पेपरलाई डल्लो पारेर राखेको थिएँ। तेस्रो दिनमा चाहिँ टन्नै बबल्सहरू निस्केको थियो अनि चाखेर हेर्दा चाहिँ अलिअलि अमिलो छिरेको थियो। मैले चाहिँ थप 1 दिनको लागि फर्मेन्ट हुन छोड्दिएँ। 4 दिनपछि चाहिँ यसलाई फ्रिजमा ट्रान्सफर गर्ने अनि आवश्यकता अनुसार निकालेर खान मिल्छ।